नमस्कार, म देशभक्त पौडेल रामप्रसाद पौडेल। आजको भिडियो एकदमै विशेष छ, नछुटाइ हेर्नुहोला। मैले आज एउटा यस्तो व्यक्तित्वको बारेमा यो भिडियो लिएर आएको छु। म उहाँलाई देखेको पनि छैन, म उहाँलाई परिचय गरेको पनि छैन, तर उहाँको काम हेर्नुहोस्, यस्तो चमत्कारी हिसाबले उहाँले काम गर्नुहुन्छ। उहाँको कामको मैले उहाँको कामबाट म एकदम फिदा भएँ। हेर्नुहोस् हजुर, हाम्रो नेपालमा यस्ता व्यक्तित्व पनि रहेछन् पार्टीभित्र, त्यही पुरानो पार्टीभित्र। मान्छेले पुरानो पार्टीले केही गरेन, पुराना पार्टीका नेता सबै खराब हो भनेर अस्ति जेएनजी आन्दोलन पनि गरे। एक दुईटाले बिगारे भन्दैमा सबैलाई दोष दिन पनि हुन्न। हेर्नुहोस् हजुर, यदि म त्यो व्यक्तिको कुरा गर्ने र त्यो गाउँपालिकाको कुरा गर्ने हो भने नेपालमा सबैभन्दा धेरै काम भएको, नेपालमा सबैभन्दा सर्वोत्कृष्ट नगरपालिका या गाउँपालिकामा मैले त्यो गाउँपालिकालाई 1 नम्बर दिन्छु। अब यहाँ त काठमाडौँका मेयर, धरानका मेयर भन्छन्, तर त्यो गाउँपालिकाका साँच्चै मेयर अहिलेको अवस्थामा 1 नम्बर देशका मेयर हुन्। हेर्नुहोस् हजुर, स्याङ्जा जिल्लामा रहेको अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको बारेमा म कुरा गरिरहेको छु। अब हिरो एवार्ड पनि पाइसक्नु भएको छ, सर्वोत्कृष्ट 100 जनाको सूचीमा पनि पर्नु भएको छ। अनि प्रकाश तिवारीजीसँग म प्रत्यक्ष भेटेको पनि छैन, उहाँलाई मैले हाम्रो केही बिचमा संवाद पनि भएको छैन, तर उहाँको कामले हेर्नुहोस्, म उहाँको कामबाट म फिदा भएको छु। उहाँले सर्वप्रथम त कुनै राष्ट्रिय राजमार्गबाट जोडिएको छैन। अर्जुन चौपारी गाउँपालिका कुनै राष्ट्रिय राजमार्गमा जोडिएकै छैन। कुनै राष्ट्रिय राजमार्गमा नजोडिए तापनि त्यो गाउँपालिकालाई देशकै नम्बर 1 गाउँपालिका बनाउनलाई उहाँ कम्मर कसेर अगाडि हिँड्नुभयो। अब म पनि कस्तो रहेछ त्यो गाउँपालिका भनेर जाने मौका पाएँ, तर एकदम भित्र अनि त्यो नसोचेको परिवर्तन गर्नुभयो रहेछ। धार्मिक क्षेत्रमा पनि उहाँले गरेको धार्मिक क्षेत्रमा त्यहाँ एउटा उहाँले नवग्रह मन्दिर बनाउनु भएको छ। आन्तरिकदेखि बाहिरी पर्यटक भित्राउन उहाँ सफल हुनुभएको छ। आफ्नो ठाउँ कसरी विकास हुन्छ र के गरेर विकास हुन्छ त्यही भिजन ल्याएरै उ गर्ने हो। अनि मैले आज मात्रै यहाँ फेसबुक हेर्दा थाहा पाएँ, औषधि उत्पादन शुभारम्भ कार्यक्रम। जति पनि गाउँका जडीबुटी छन्, जति पनि गाउँमा यो पुराना जडीबुटी जुन छन् त्यसलाई सङ्कलन गरेर अब यही अर्जुन चौपारी गाउँपालिकामा एउटा औषधि उद्योग खोल्ने अरे। ल हेर्नुहोस् त, राष्ट्रिय राजमार्ग त्यहाँ कहीँबाट जोडिएको छैन। एउटा अद्भुत गाउँपालिका भन्छु म अर्जुन चौपारीका गाउँपालिका। व्यक्तिले यदि यो देशको नेतृत्व गर्न पाउने हो भने, त्यस्ता व्यक्तिले यो देश हाँक्न पाउने हो भने सोच्नुहोस् त कति चमत्कार हिसाबले यो हाम्रो देश परिवर्तन होला। धार्मिक क्षेत्रमा हो हाम्रो देश कसरी अगाडि बढाउन सकिन्छ, हामीले कसरी आफ्नो ठाउँ विकास गर्न सकिन्छ, हाम्रो धार्मिक क्षेत्र हो या पर्यटन क्षेत्र होस् या जे होस्, जेमा हामी अगाडि बढ्न सकिन्छ त्यही कार्य गर्ने हो। ल हेर्नुहोस् त अहिलेको उहाँको कार्य, जुन अहिले औषधि कारखाना खोल्ने जडीबुटीको भनेर जुन हिजो उद्घाटन भएछ, सल्युट। अहिले मैले नेपालका जुन गाउँपालिका, जुन नगरपालिका सर्वोत्कृष्ट नगरपालिका गाउँपालिका अर्जुन चौपारी गाउँपालिकालाई नै मान्छु। हेर्नुहोस् अब म त अहिले यहाँ वालिङ नगरपालिकामा छु। राष्ट्रिय राजमार्गले छोएको छ 2052 अघि 53 सालमा नगरपालिका भएको। मैले बारम्बार बाहुनथान जानलाई, बाहुनथानमा केही बनाऊँ भनेर बारम्बार पहल गरिरहेँ, भिडियो मार्फत या प्रत्यक्ष भेटेर। तर हाम्रा पहिलाका मेयर या अहिलेका मेयर सबैले कानमा बुझो राखेर
बस्नु भएको छ, इच्छा शक्ति नै छैन उहाँहरूमा। मैले पनि प्रकाश तिवारी जस्तो वालिङमा मेयर खोजिरहेको छु। धार्मिक हेर्नु त, कति पर्यटक आउँछन् हाम्रो यहाँ, कति पर्यटक आउँछन्। इन्डियन पर्यटक त इन्डियन गाडीहरू लगभग दिनको 200वटा जति गाडी चल्छ। खै तिनीहरूलाई हामीले रोक्न सकेको? सम्भावना भएर पनि हामी असम्भावनामा बाँचेका छौँ। अब मैले यहाँ वालिङको अरू त तपाईँको शिक्षाको बारेमा यो यहाँको स्वास्थ्यको बारेमा मैले बताएँ। हामी कति पछाडि छौँ, हामी जे गर्दा नि पोखरा जान पर्छ भनेर मैले त भिडियो राखिरहेको छु। तर पनि अब यहाँ त अरू कुरा छोड्नुहोस् न, एउटा साधारण काममा पनि यहाँका मेयर उपमेयर कारमा हिँड्नुहुन्छ कि हाम्रो देशको हाम्रो नगरपालिकाको क्षमता त्यो हो कारमा हिँड्ने? अस्ति गरौँ सूर्य मन्दिर जानुभएछ आफ्नो प्राइभेट कामको लागि कारमा। अरे अलिकति लाज पनि लाउन पर्ने तपाईँलाई। देशको शिक्षा मन्त्री जस्तो, विज्ञान मन्त्री जस्तो महामानवले त एउटा एकदम सादा जीवन बिताएका छन् भने तपाईँहरू त मेयर, तपाईँहरूले बिताउन सक्नुहुन्न? घरमा एउटा स्कुटी छैन तपाईँहरूको? तेल मैले हालिदिन्छु, तर आफ्नो प्राइभेट स्कुटीमा हिँड्नुहोस्, छोडिदिनुहोस् सरकारी छोडिदिनुहोस्। अस्ति उहाँ भारत भ्रमण जानुभएको रहेछ, कति खर्च निकाल्नु भयो? यो नगरलाई गरिब राखेर तपाईँ सुखी हुन हामीलाई स्वीकार्य छैन। हेर्नुहोस् त, अर्जुन चौपारीका गाउँपालिकाका अध्यक्ष, उहाँबाट केही सिक्नुहोस्। विकास कसरी गर्न छ? तपाईँहरूले यहाँ विदेश भ्रमण पठाउनुहुन्छ या छिमेकी देश भ्रमण पठाउनुहुन्छ नि केही सिक्नलाई, पर्दैन। छिमेकी गाउँपालिकामै पठाउनुहोस् र अर्जुन चौपारीका गाउँपालिकाका अध्यक्षबाट केही सिक्नुहोस्। तपाईँहरू पनि सिक्न जानुहोस्। हामी अन्त जान पर्दैन। धार्मिक क्षेत्रमा कसरी अगाडि बढ्ने, अरू क्षेत्रमा कसरी अगाडि बढ्ने, हामी अर्जुन चौपारी गए हुन्छ, अन्त जानै पर्दैन। म मेरो नगरपालिकालाई मात्रै होइन, मैले देशको सम्पूर्ण नगरपालिकाका कोही पनि प्रतिनिधि हुनुहुन्छ भने अर्जुन चौपारी गाउँपालिका स्याङ्जा आउनुहोस्, त्यहाँको मेयरबाट केही सिक्नुहोस्। उहाँले धार्मिक क्षेत्र कसरी विकास गर्नुपर्छ, अरू आन्तरिक क्षेत्र कसरी विकास गर्नुपर्छ, राष्ट्रिय राजमार्ग नभए पनि भित्री एकदम भित्र विकट गाउँपालिका भए पनि कसरी त्यो विकट गाउँपालिकालाई अगाडि लान सकिन्छ, हाम्रो प्रकाश तिवारीसँग सिक्नुहोस्।